लिरको लगाउने बगालो उज्जारी खस्या हो त मैले मान्याउ छु यार। यो धन सम्पत्ति हुन्जेलसम्म सबै आफन्त नाता गोता सबै खाँदिन रहेछन् उज्जारी खस्याउ। जब धन सम्पत्ति छैन उज्जारी खस्याउ सबै टाढा हुँदै जाँदैछन्। बाहिर बाहिर ओहो मेरै मान्छे भन्ने रहेछन्। अनि भिर्दा भिर्दा ठिक्क भयो, ठिक्क खाइ उज्जारी खस्याउ ठुलो खुट्ट्याउ थियो अहिले खाइ भनेर एकदम जरा काट्या काटी गर्नु रहेछन् उज्जारी खस्याउ। भोग्याउ छु क्या मैले अनुभव जिन्दगीमा कति भोगेँ। कति 8 वर्षमा बाउ मरिगया, 9 वर्षमा आमा मरिन्। कस्ता थियो भने फोटा पनि छैनन्, तस्बिर पनि छैनन्। सानैदेखि दुनियाँ घाँस काट्या, दुनियाँ भाँडा माझ्या, दुनियाँ खच्चर घोडा खच्चर चलाया। भाग्यले दिएर कहाँ जाइरी खाइयो, जाइरी खाएन कता खेतीबारी पगाइयो, पगाइसकेपछि यहाँ आइयो अलिकति केही गर्छु भने आएको उज्जारी खस्याउ। यहाँ त पनि केही हुने रहन्छ। घर एकातिर छिर पर्यो, अर्कातिर टाल्नु पर्यो, अर्कातिर छिर पर्यो, अर्कातिर टाल्नु पर्यो उज्जारी खस्याउ। पैसो देखिन्न सबै किनी खाने मान्छे हो, पैसो हुन्न उज्जारीको। घरमा टन्न खेतीबारी छ भने चाहिँ पैसा अलिअलि जम्मा हुन्न छ। मैले पनि भोगेँ उज्जारी खस्याउ। एउटाले भन्थ्यो त्यो मान्छे कहाँ छन् गेरा सबै मेरै, छैनन् गेरा सबै तेरै भन्थ्यो अरे उज्जारी खस्याउ। आज त्यो मान्छे भेटाएपछि उज्जारी खस्याउ 5000 को माला लगाएन, फुलमाला लगाएन। सही भनेको रहेछ। छन् त गेरी सबै आउने भए मेरी भनेर, छैनन् टेरी सबै तेरा भने जस्तै भयो उज्जारी खस्याउ। लिरको लगाउने बगालो दङ्गै परेको छु। अनि के गर्ने कमाएको होला, ऊ गरे होला भन्ने लाग्दो उज्जारी खस्याउ। यो व्यवहारिकमा बुझ्या मान्छेलाई थाहा छ क्या सबै कुरा। उनीहरूलाई थाहा हुन्छ कतिको पीडा हुन्छ भने। परदेशी दाजुभाइलाई पनि थाहा होला यो कुरो लिरको लगाउने बगालो। म दङ्गै परेको छु। त्यत्तिकै मान्छे एकदम टेन्सन नै। छोरा हो जात, यो छोरा मान्छे हो जात, गदै गदाउको जिन्दगी रहेछ क्या उज्जारी खस्याउ। जता गयो उतै पसिना बगाएको छ, जता गयो उतै पसिना बगाएको छ। अनि पहिल्यै बिहा गरेर पनि गलत गर्थ्यो क्या उज्जारी खस्याउ। एक्लै जिन्दगी भए त खाइन्थ्यो, पिइन्थ्यो, ऐस गरिन्थ्यो, ठोकिन्थ्यो, हिँडिन्थ्यो, बाइकमा चढिन्थ्यो। के गर्ने बिहा गर्ने मन लागेको बिहा गरिदियो। बिहा गरिसकेपछि अब लिरको लाग्यो, लिरको लागिसके बच्चा बच्ची जन्मियो, बच्चा बच्चीलाई लेखाउनु पर्यो, पढाउनु पर्यो, ठुला बनाउनु पर्यो। यो मरुन्जेलसम्म टेन्सन हुन चाहिँ यो छोरा मान्छेलाई। छोराले केही गरिदिने कि छोरीले कतै केही गरिदिने हो भन्ने न। बाबुलाई गरे मरुन्जेलसम्म टेन्सन हुन्छ। जब यहाँबाट मर्यो बल्ल शान्तिले आत्माले शान्ति पाउँछ अरे क्या लिरको लगाउने बगालो। म त दङ्गै परेको छु यार।